ल हेलो गुड मर्निङ सबैजनालाई। आज हाम्रो चाहिँ दर्शन हुँदैछ मुक्तिनाथ शर्माको मुस्ताङ। नमस्ते अङ्कल। ओ बेना ल है हामी लागेको अब। बिस्तारै हामी चाहिँ मुक्तिनाथतिर लाग्दैछौँ। अब मैले यहीँ बस्ने भयो नअट्ने भयो होइन। ल हाम्रो चाहिँ अब प्याकिङ हुँदैछ। लगतै हामी आज बागलुङ कालिका हुँदै पुष्पा हुँदै मगि हुनुहुन्छ यहाँ बाबा हुनुहुन्छ। मेरो आमा र बुवाको धेरै पछि मुक्तिनाथ जाने सपना पुरा हुँदैछ। ल यसरी हामी मुक्तिनाथ दर्शनको लागि सबैजना निस्किँदैछौँ। तयारी लगभग पुरा भइसकेको छ है त। ल हामी चाहिँ अहिले नयाँ पुल आइसकिएको छ। नास्ताको लागि अहिले रेस्ट नास्ताको ब्रेकफास्टको लागि हामी नयाँ पुलमा चाहिँ एकछिन बसेर जाँदैछौँ। ल जाऊँ नास्ता खानु जाऊँ। ल आऊ। यहाँ चाहिँ विद्यार्थीहरूको चाप बढिरहेछ। हामी अर्को ठाउँमा जाँदैछौँ। टुर आएको रहेछ यो विद्यार्थीहरू। हामी अर्को ठाउँमा जाने। ल नास्ता चाहिँ यहीँ भयो। अब सिधै खाना खाने तातो पानी पुगेर। अहिले चाहिँ हामी यो द क्लिप भन्ने बन्जी जम्पको नजिक आएको छौँ। यहाँ हामीले थोरै मात्रामा अवलोकन गरेर फर्किने जम्मत गरिरहेका छौँ। दिदी हजुरको काम भनेको के हामीलाई थुन्देर हिँड्ने म सिटबाट उफ्रेर निस्किनु पर्यो।
चढेर निस्केको खोल्नु ल बाबु यहीँ होइन डक्कीले भनेको यहीँबाट होइन बन्जी जम्प गर्ने हजुर हजुर हामी कहिले गर्ने हो बन्जी जम्प अभि म त सक्दिनँ हो र लास्टै डर लाग्छ मलाई डर लाग्छ त एकदमै ए हाम्रो सुयसले गरे के अरे गर्छ नि अर्निङले गर्ने हो बन्जी जम्प गर्छौ हाम्रो अभिमन्युले बरु गर्न लाग्छ छ यो बरु यसको बरु यसले बरु गर्छ है होइन अभिमन्यु के छ तिम्रो खबर यता बुवाले हेरिरहनु भयो टक्क यहाँबाट भ्यू चाहिँ राम्रो छ तर त्यहाँबाट हिँड्दै मन ढुकढुक हुँदो रहेछ खै उहाँसँग जाँदै नसकेला जस्तो लाग्छ म सक्दिनँ होला हिँड्नै गाह्रो हुन्छ हजुर मलाई हाइटको फोबिया खाएँ फसेन त्यहीँबाट त्यति टाउको चल्दैछ कि खुट्टा तल तल टाउका माथि अन्त सिद्धिको त्यो बन्जी जम्पमा त्यो बन्जी जम्प भयो होला क्या अनि त्यो स्विङ होला कि ल हामी यहाँको अवलोकन पनि सकिएको छ अब हामी चाहिँ आफ्नो गन्तव्यतिर लाग्नुपर्छ जाम ल जाम मम्मी जाम बाबु जाम ल बुवा जाम है अब ल हेर्नु अनि कति भयो हजुर हाम्रो अघि हामी चाहिँ बागलुङ कालिका आइसकेको अवस्था छ यसरी बागलुङ कालिका यसरी आइसकियो यहाँ चाहिँ अलि अगाडि दिए त सबैलाई खुल्थ्यो नि भक्तालुहरूको एकदम घुइँचो छ धार्मिक तथा पर्यटन स्थल घुम्ने क्रममा बागलुङ कालिका अब चाहिँ हाम्रो यहाँ चाहिँ एकदिन पार्क गरेर भित्रै दर्शन गरेर आउने कार्यक्रम छ बेनी बजार आइसक्यो यस्तो छ अहिलेको बेनी बजारको अवस्था
बेनी बजारमा ठुलो बाढी नै आएर पुलै भत्काएर लगेको भन्ने पनि समाचार आएको थियो। अनियमित आएछ। ल बेनी बजार पनि आइयो। बिचमा गाडी हल्का टायर। बेनी बजार भित्रको गल्ली। ल यस्तो रहेछ बेनी बजार। बेनी बजार पनि आइयो जिन्दगीमा पहिलोचोटि। फुलहरू प्लास्टिकको फुल कति हो यस्तो गाउँमा नि प्लास्टिक फुल। यो चाहिँ तातो पानी आइपुग्यो। अब हामी यहाँ चाहिँ खाना खान्छौँ है। खाना खाने होइन ल खाना चाहिँ हामीले यहाँ खाइन्छ। ल जुत्ता दिन्छु। ल तातो पानीको खाना आइसकेको छ। ल खानु है खानु। कस्तो छ पो खाना? ठिक छ। हो र ल खाना खाएर हामी अगाडि बढियो। अब राम्रै आयो। ठिकै छ। रुप्से झर्ना भ्याएर हामी यसरी रुप्से झर्ना हेरियो सबैजना मिलेर। अनि अब हामी चाहिँ वापस जाँदैछौँ। भयो ल जामिन रुप्से झर्ना हेऱ्यौ अभिमन्यु? ल कस्तो लाग्यो नि तिमीलाई? दामी हो। भन त बाबु के कस्तो लाग्यो? राम्रो लाग्यो। हो आजको के छ नयाँ खबर? आजको नयाँ खबर आज यत्रो दिन हामी बिजी भएको छौँ त्यही भएर भ्लग बनाउन पाएको छैन। अनि अब हामी बनाइन्छ। ल अब सबैलाई होटेलमा अगाडि भेटौँला ल भाइ। ओके ल ल कति मजाले आज आउनु।
गाइस हामी अब होटल नगर भेट्छौँ बाइ पहाड पुरै बसेको भाँसिए जस्तै देखियो गाइस हामी होटल पुग्न सकेनौँ तपाईहरुलाई ल यो लेते छेउ गाउँ तपाईहरुले चाहिँ मुस्ताङ जिल्लाको छेउ गाउँको राम्रो भ्यू छ यहाँ लेते बजार हामीले चाहिँ कति राम्रो है होटल गरेर देखाउँछौँ गाइस अहिले तपाईहरुलाई भ्यू देखाउनको लागि हो बोल्ने के भन्छ अरे यो बोल्नेलाई यो बोल्नेलाई यो बोल्ने धेरै यसरी बोल्नेलाई के भन्छ अरे भोइस भोइस एङ्कर लेते बजार लेते बजार नयाँ कति राम्रो लेते बजार कति राम्रो छ अनिम सुतिसक्यो अनिम सुति ए दुइटै सुतेछन् ल कति राम्रो भ्यू छ यहाँबाट अगाडि बसेर खिच्ने यत्रो चाहिँ आफ्नो हामी बेला मलाई भन्नु है अब ल, ल। मन नगर्नु के भन्ने हो भन्नु है मलाई के हो यो कुकुर जस्तो स्यालो ल कति राम्रो छ जाडो जाडो चिसो चिसो भइरहेको छ गाडी छ नि हामी हिजो बसेको ए हिजो यहीँ बस्नुभएको हिजो त बिहानदेखि हावा चलेर बसिहाल्नु थियो ए यहाँ चाहिँ होटेलहरूको पनि व्यवस्था रहेछ ठुलो होटेलको राम्रो व्यवस्था रहेछ यो थकाली किचनमा होइन हामीले चिया खाएको त्यसमा होला ए यता हो यहाँ हो यहाँ ल अब हामी अर्को मार्फा गएपछि हामी भेटौँला होइन हामी होटेलमा भेट्छौँ र खाना खाएको भिडियो हुन्छ बाइ मम्मी लाउन त बुवा बाबा बदाम मकै घट्ट बदाम सबै हो मिक्स अनि मलाई ओके ल हामी चाहिँ अहिले मार्फा आइसकियो हाम्रो बस्ने होटेलको नाम छ होटेल रोयल मार्फा है त एकदम जाडो छ अभिमन्यु यता छ बुवा आमा यता हुनुहुन्छ अब गाडी
बुवाले गाडी झिक्दै हुनुहुन्छ अनिम भाइ ए इन्जल मन्जिल के छ हालखबर कस्तो छ जाडो छ नि होइन एकदम आछु अब हामी जाने कता हो हामी अब एकछिन फ्रेस हुने अनि अँ, मार्फा बजार मार्फा बजार हो तिर हिन्डुल यसो अर्निङको नि त्यही हो प्लान त्यही हो कि एकछिन सुत्ने हो नसुत्ने होइन नसुतम गाडीमा सुतियो सर त धेरै सुत्नु भयो अब उहाँलाई अब रातभर निन्द्रा लाग्दैन होला ल ल आउनु भोज त मान्छे लाऊ बाबु ल पालै पालै झिका अनि हेल्प गर सबै झिक्ने हो ए सबै झिक्ने त होला नि बुवा कपडा भोलि यहीँबाट लाएर जाने होइन च्याप्पासँग त छोरो कहाँ राखेको फेरि कपडा यत्र ल ल ल उचाला उता अर्को ए हो त्यसमा त सुप्पो पनि परेन म सबै परिवारको नाम दिन चाहन्छु गाइस ल अब हामी होटेलमा जाँदैछौँ रुममा ल है त नमस्कार हजुर सुन्नु भएन उहाँले जाडो रहेछ त्यही भएर हामी होटेलमा चाहिँ प्रवेश गरिसकियो सबैजना होटेलमा प्रवेश गरेर यो कोठा चाहिँ दुईवटा कोठा यसरी लिएको छौँ हामीले स्याउ हेर्न जानुभएको छ सबैजना कस्तो रहेछ बाबु स्याउ स्याउ रहेछ त हो र ओहो भ्यू त दामी रहेछ त्यहाँबाट होइन बाबु कस्तो छ भ्यू एकदम राम्रो सही लाग्यो यार यहाँबाट यहाँ ल टिकटक बनाउने यहाँ ठिक रहेछ त्यही त है ल टिकटक बनाउने यतापट्टि ठिक रहेछ ल भात थपेर खाऊ है मार्फाको ल मार्फाको अर्ग्यानिक थपेर खाऊ है ल गाजर रे भाइ बन्द हुन्छ अनि तपाईँलाई यहाँ यता नि थपिदिनु त बुवालाई दाल तरकारी भात खानु के मम्मीलाई यता घिउ हाल्नु होइन हाल्नु किन हो हजुरलाई हाल्नु होइन थपेर खानु है दाल हाल्नु दाल ल यो होइन यो त यो कोसेली हो यो झुकेर आएको झुकेर आएको कि यो चारजना सम्झेर आएको हो तर वास्तवमा हामी दुईजना मात्रै भएर हो कि समस्या भएको ल यस्ता टाढा घरमा नि के मर्निङ वाक हिँड्नु पर्छ मर्निङ वाक हिँड्ने झरी जाली तल जुमसुम हो नि त अनि एउटा स्याउ राखेर ठ्याक्क 6:30 है पानी छ आधी घन्टा ढिलो भयो ठ्याक्कै साढे 9 घाम त उता झुकिरहेको लक्ष्मी दिदीको ज्वाइँ रहेछन् कि बुढा त त्यो टिपेसैको आउँथ्यो नि निर्मला हाम्रो घर पहिला भटिनी
ये एयरपोर्ट त्यो सानो है ऊ जहाज प्लेन उड्न रहेछ बुवा यसो ए स्लो अँ त गर्नु नि बुवा। अँ त नि त्यसलाई खिच्याउँ भनेको। यस्तो बाटा तुसारो लगाएको बेला उड्न त गाह्रो होला अहिले 9-10 बजीसम्म हो अनि त दिउँसो त हावा चलेर आउँदैन अनि बिहान आउँदैन कि दिउँसो आउँदैन ए हो बिहानै हो बिहान मात्रै हो बिहान फेरि क्लियर हुँदो रहेछ होइन अहिले क्लियर छ नि हामी जान्छौँ यो जोमसम बजार केही छैन उता भित्र हो तल खालि होटल मात्रै छ मान्छेहरू जुमसम्म नि बस्दो रहेछन् जोमसममा मेन बस्ने यहाँ ठाउँ छैन हेर्नु न कति लाइनै छन् गाडी त्यही भएर हामीहरू उता बस्ने कारण त्यो रहेछ होइन यता आएर फेरि फाल्तु भयो भने पाइँदैन जान्छ पाइँदैन यहाँ त पहिला 1500 दिने रुम यहाँ त अहिले त 5000 हुन्छ जुमसुम रहेछ यो त के हो यो जुमसम दौवली भन्ने मान्छेको गाडी गाउँपालिका एयरपोर्टको गेट हो यो ल गाउँपालिका मुस्ताङ गाउँपालिका रहेछ नानी एटिएम छ ऊ एनएमबी ब्याङ्क के यहाँको मान्छेले पैसा युज गर्छ ब्याङ्कहरू छन् पहिला मार्फा भन्दा चलेको मुस्ताङ हो के अरे ए के अरे जोमसम हो। जोमसम हो के अरे बाटो नखुल्दा नखुल्दाखेरि त पहिल्यै आउँथ्यो नि यहाँ जोमसम भनेपछि मान्छेहरू माछा पुछ्रे बेलङ्गी सब रहेछ पैसा निकाल्नु पर्यो नि यहाँ आउँदा हुन्छ होटल सनराइज हो के सुकुरिया खाजा कुन होटल हो दुईटा होटल भेटेको हामी उयो बसहरू कति हो यहाँ उडिसक्यो खै त उडिसक्यो ए उडी ब्या पोखरा उडी होइन दुई फेर आयो दुईटा आयो तिनटा आइसक्यो यो मरुभूमि हो। केही नहुने केही नहुने मरुभूमि भन्छ नेपालीमा के भन्छ? नेपालीमा मरुभूमि भयो के मरुभूमि भनेको मरेको भूमि केही पनि उब्जाउ नहुने के कुरो बुझेन सजिलो भाषामा केही पनि मरुभूमि भूमि भनेको जग्गा भयो मर भनेको मरेको केही पनि उब्जाउ नहुने भूमि सजिलो भाषामा भन्दा उजाड के एकदम पहिले सरकारी स्कुलमा पढेकाले जान्नथन् सबै कुरा अहिले बोर्डिङमा पढेकाले जान्दैन मरुभूमि भनेको यस्तो ठाउँ हो जहाँ मान्छेको बसोबास गर्न पनि कठिन हुन्छ त्यसरी पनि बुझ्नु पर्यो भयो हो, पानी काम गर्नु पर्दैन छ। पानीको पनि व्यवस्था हुँदैन होइन एक्स्ट्रा भयो के भयो पानीको व्यवस्था हुँदैन होइन कस्तो उता उताबाट आएर चाहिँ है पानी त खाली उता उता कुना कुनाबाट सबै यति छ के पानी खिजारी हो क्या जम्मै कति थोरै हो यताबाट त फेरि धाराको जति आउँछ के माथिको सुरु भएको पानी पछि यो भोलि नै हुन्छ बाढी आएर हुन्छ भरि गाडी आउँदा है बर्खा हुन्छ नि पानी नै नपर्ने ठाउँ हो यो सिधै पानी पर्दैन खेती हुने एउटै यो गरेन भने खेती हुनु अरे के त्यही पनि बिजुली लगाएर छैन नि त्यो माथि डाँडा सर्लकै पर्थ्यो के अरे अहिले त खोइ सबै पैसा हामी त्यस्तो बेला आउँदा त हिउँ पऱ्यो थियो हिउँले खाएर हो क्या त्यस्तो खुरखुरे भयो त। यो चाहिँ हाम्रो लाखपत्तीको लागि तयारी हुँदैछ तेल बातीहरू ल लाखपत्तीको लागि तयारी लगभग अन्तिम यहाँ श्राद्ध हुँदैछ बुवा आमाको श्राद्ध गर्दै हुनुहुन्छ
पञ्चशिखास्त्रं ताम् अपसप्येनः ॐ तदुवाचन्लादयो दिव्यविद्रया गच्छन्तु या तिष्ठन्तु गणत्वेताञ्जलाञ्जलिः दायि पुण्यमनो ॐ कविवादलात्रं दामिनं तिलकं तस्मै सदानं शम्भोत्रं दामिनं तिलकं तस्मै सदानं यमात्रं दामिनं तिलकं तस्मै सदानं तस्मै हरिमात्रं दामिनं तिलकं तस्मै सदानं शम्पात्रं दामिनं तिलकं त्यप्य सदानं यमाय नमः ॐ धर्मराजाय नमः कालाय नमः सर्वभूतक्षाय नमः औदुम्बराय नमः ॐ दात्ना नमः चलाएको मन्दिर हामी सुशीला कार्की सरकारलाई चाइनाले पनि पैसा दिनुभयो भनेको त्यही चाहिन गरिङ भएर अहिले मलाई माथि माथि गरौँ अब अप्सन गर्नु मलाई गरिङ भएर मन्दिर फेरि हाइटमा छ क्या खिचेन त्यहाँदेखि यत्रो बाबा त्यहाँ ताईहरू कतिवटा सिँढी अरे बाबा 366 वटा सिँढी हुन् अरू 1300 बाटो 366 वटा सिँढी यो पार्किङबाट त्यहाँसम्म पुग्नको लागि त्यत्रो हो मेरो त पानी पर्छ आधा घन्टा त हिँड्नै पर्यो है तिमीहरूलाई आधा घन्टा अब गाडी पनि कति हुन् दुइटै पार्किङ गरिदियो तिमीले GRS पनि रहेछ यहाँ आउनु भएर चाहिँ अङ्कल अङ्कल त्यो के ड्राइभर अङ्कल ल है राम्सा जाऊ है वहीँ बस है मान्छे समात्ने डोरै रहेनछ छोडिदिने के घोडा रेस कहाँ पुगे ए घोडा रेस हाम्रो भिडियो गर्नुभएको उठाउँछ नि मैले मलाई पहिला सानो फोन नम्बर चाहियो घोडाको हेर्नु घोडाले हात्तीले कुकुरले सबले हात्ती मुक्तिनाथ एरिया मुस्ताङ रानी पौवा यो एरियालाई भन्छ रानी पौवा हिँड्न नसकेको अवस्था मान्छेहरू त्यसरी घोडामा पनि जान सकिन्छ अहिले आम त हेरौँ ल अहिले टाइम वेस्ट नगर्नु कि पुरानो धर्मशाला ओहो पहिला यहाँ यही धर्मशाला मात्रै थियो के पुरानो धर्मशाला यहीँ 40 बसेर वर्ष पहिला यही धर्मशाला बसेर
गएर दर्शनहरू राख्छ ए बास बस्नेहरू त्यस्तो भित्र ठुलो छ यहाँ बसोबासै गर्ने यहीँ अहिले पनि इन्डियनहरू ग्रुप आयो भने यही धर्मशाला बस्छ ए हो। त्यही त नि कि पछि यो विकसित हुँदै गएर यो ठुल्ठुलो घर बने यत्र होटल बनिएला नि कति ठुल्ठुला होटल हो त नि कति ठुल्ठुलो घर भयङ्कर धर्मशाला भन्छ रानी पौवा ऐतिहासिक रानी पौवा यस्तो रहेछ नि त कहिलेको यो जमानाको राजाको कुन उसको राणाको पालामा बनाएको हो। यहाँ अझै पनि मान्छेको निगरानीमा छ होला नि त यो रानीको घर हो त्यही रानीको अरे यो अझै पनि निगरानीमा होला नि त्यही भएर रानी पौवा बनाएको रानीको निगरानीमै छ नि बाबु निगरानी घर नै राखेको त्यहाँ लेखेको छ त्यो पढ्ने धुलो उडाएर खालि माथि जानु के यहीँ झार्छ हामी हाम्रो अन्तिम गन्तव्य शान्तिनाथ मन्दिर 60 रुपियाँ हाल्दै पुगिसकेको छ यो बटल कहाँ धुनु हुनु पर्दैन लानुपर्छ भनेको हामी नि अब हामी नुहाउने तर्फर गर्दैछौँ आमाहरू धुप यहाँ आएन कि उता हामी सुन्नु न उता हेर्नु न हामी सुन्नु कहाँ हो त्यही राख्नु हामीलाई जान्छौँ आन्टी यो कहाँ चढाउने हो मलाई धुप ल्याउनु त यसो फोन लाइन बा ल भिडियो लाइन ल ल Tom. समात आफै मेरो आँखा त एउटा बाबु फोटो हो गयो मम्मी आओ अपन यो हात जोडेर घुम हामी त हात जोडेर घरबाट